अतुल सर नमस्कार। नमस्कार। हामी चाहिँ अहिले सुकुना मल्टिपल क्याम्पसमा छौँ र अहिले चाहिँ हामीसँग अतुल सर हुनुहुन्छ। उहाँ चाहिँ बिआइसिटी कोर्स सुरुवातदेखि नै यस क्षेत्रमा हुनुहुन्छ। सरलाई वेलकम छ। धन्यवाद। र बिआइसिटी कोर्सको बारेमा अलिकति अझै पहिलाको कुराहरू गरौँ। कसरी यहाँसम्म पुग्यो, सुरुवाती चरण टियुले यो इस्टाब्लिस किन गर्यो, त्यसपछि चाहिँ कस्तो कस्तो चरणबाट चाहिँ यहाँसम्म पुगेको थियो, थोरै खुलासा गरिदिनु होला नि। धन्यवाद। यो अतुल भट्टराई, म यहाँ 2065 सालदेखि यहाँ अब +2मा पढाउँदै, अनि 2069 सालदेखि चाहिँ बिआइसिटी, त्यतिखेर बिएड आइसिटी भन्थ्यो। र पुरानो कुरा गर्दाखेरि अब नेपालमा चाहिँ कम्प्युटर साइन्सलाई चाहिँ अब स्कुलमा पढाउनको लागि अरू विषयको सबैको बिएडहरू थियो। बिएड नेपाली इङ्ग्लिसहरू यस्ता थिए। अब कम्प्युटरकै प्रपर के गर्ने भनेर नेपाल सरकारले 65 सालमा चाहिँ नेपालको 5 विकास क्षेत्रहरूमा एउटा आङ्गी क्याम्पसहरूमा चाहिँ यो बिएड आइसिटी भनेर दियो। त्यो चाहिँ इयरली एनुअल सिस्टममा थियो, 3 वर्ष। त्यो हाम्रोमा त्यो पनि हाम्रो त त्यस पछाडि 4 वर्ष पछाडि 69 सालमा मात्रै यो पब्लिक क्याम्पसहरूलाई दियो। पब्लिक क्याम्पसमा पनि पूर्वाञ्चल विकास क्षेत्रको चाहिँ हाम्रो सुकुना क्याम्पस र अर्को गाईघाट त्रियुगा जनता बहुमुखी क्याम्पसलाई दिएको। अनि त्यो हिसाबले मैले 2069 सालमा सुरुमा आउँदादेखि म यहीँ थिएँ। अनि त्यो एनुअल सिस्टम थियो, त्यो हाम्रोमा 3 वटा एनुअल सिस्टम भयो। तर त्यहाँ अलिक समस्या थियो, किन भन्दाखेरि सबै मिक्स थियो कोर्सहरू, एउटैमा 2-3 वटा कोर्स खप्टेको थियो। त्यसमा पनि मैले पढाउँदाखेरि पनि आफूलाई सेटिस्फ्याक्सन भएन। पछि फेरि 72 सालदेखि चाहिँ अब यस्तो पाराले हुँदैन, यो सेमेस्टर बेसमा नलगी टेक्निकल एजुकेसन हुँदैन भन्ने हिसाबले टेक्निकल उसमा लाँदाखेरि चाहिँ 9 सेमेस्टरको चाहिँ हाम्रो बिआइसिटी, त्यतिखेर पनि हाम्रो बिएड आइसिटी नै भन्थ्यौँ। त्यो पनि हामीहरूको 72 सालदेखि 76 सालसम्म चल्यो। त्यसमा पनि समस्या के देखियो भन्दाखेरि म्याथमेटिक्सहरू चाहिँ 10 वटा पेपर पढ्नु पर्ने, 9 वटा सेमिस्टरमा, प्लस 8औँ सेमिस्टरमा नसकिने, 9औँ सेमिस्टरमा इन्टर्न अथवा इन्टर्न प्लस अरू टिचिङको छुट्टै लाग्ने भएकोले गर्दाखेरि त्यो पनि अलिक व्यवहारिक देखिएन। अनि पछि 77 सालदेखि चाहिँ अब अहिले नयाँ डिन पनि आउनुभयो, क्या चित्रबहादुर बुढा थियो। उहाँ आइसकेपछि चाहिँ उहाँले यसरी हुँदैन, यो अरू यसका प्यारलल कोर्सहरू बिसिए, बिआइएम, बिआइटीहरू अरू चलिरहँदा उनीहरूको 8औँमै सकिने, हाम्रो चाहिँ एजुकेसन पनि हो। अनि त्यसमा चाहिँ यसरी लामो हुँदैन भनेर त्यस पछाडि चाहिँ अलिकति सुधार भयो। हाम्रो 8औँ सेमिस्टरमा सकिने हो, त्यो एउटा ब्याच निसी पनि सकेको छ। अनि त्यसमा चाहिँ हाम्रो म्याथमेटिक्सहरू चाहिँ 5 वटा सब्जेक्ट फर्स्टदेखि 5मा मात्रै भयो। अरू आइटीका जुन मोडर्न अहिलेको एआईदेखि लिएर पाइथनदेखि लिएर यो हाम्रो बिग डाटाहरू पहिलाकोमा थिएन। त्यो अहिले चाहिँ एकदम यो हाम्रो अहिलेको जुन टेक्नोलोजिकल जुन छ, अहिलेको वेब छ वा त्यस्तो खालको भाइब छ, त्यही अनुसारको चाहिँ यो गइरहेको छ। र अझै पनि सुधार त निकै गर्न आवश्यक छ। हाम्रो क्याम्पसमा चाहिँ अब अलिकति धेरै अगाडिदेखि पढाइ भएकोले गर्दाखेरि विद्यार्थीहरूको पनि आकर्षण राम्रो छ। अलिकति नोमिनल नै चार्ज छ, अरू कलेजहरूभन्दा, अरू फ्याकल्टी कोर्सभन्दा अलिकति नोमिनल चार्ज छ। र विद्यार्थीहरू पनि लगभग अब 30-40 जना जति चाहिँ यहाँ हाम्रोमा रेगुलर भइरहेको छ। अनि अर्को के छ भन्दाखेरि यो पहिला नेपालभरि 14 वटा ठाउँमा थियो, अनि पछि चाहिँ जुन 77 सालमा नयाँ कोर्स आइसकेपछि चाहिँ नजिक पनि दियो होइन। यो जस्तो इटरीमा पनि जनता बहुमुखी क्याम्पस, विराटनगरमा महेन्द्र मोरङ क्याम्पसहरूलाई पनि दिएको छ। त्यति हुँदा पनि हाम्रोमा त्यस्तो फ्लोमा त्यति असर गरेन। क्वालिटी एजुकेसन, अलिकति एक्सपिरियन्स पनि भएर होला, त्यस्तो छ हाम्रो अहिलेको, पहिलादेखि र अहिलेसम्मको चाहिँ स्थिति यही हो। सबै कुराको खुलासा गरिदिनु भयो। र अहिले यो 76 पछिको नयाँ र पहिला 76 पछि 77 पछिको नयाँमा अझै भन्नुपर्दा म्याथ हटायो होइन, इन्टर्नसिप पनि हटायो, 9 सेमिस्टरबाट 8 सेमिस्टर हटायो। त्यसपछिको स्टुडेन्टहरूको चेन्जेसहरू के छ पहिलाको स्टुडेन्ट र अहिलेको स्टुडेन्टहरूको? पहिलाको स्टुडेन्टहरूमा चाहिँ अझै पनि हाम्रोमा जुन टेक्निकल नलेज दिँदाखेरि चाहिँ प्र्याक्टिकल बेस्ड हुनुपर्ने हो। त्यो अब त्यति अब के कारणले भएन होइन। अरू साइन्स फ्याकल्टीहरूमा चाहिँ अलिक स्ट्रिक्ट हुन्छ। त्यो हाम्रो चाहिँ एजुकेसन फ्याकल्टीको उसले गर्दा हो कि अलिकति त्यो नजानेर हो कि अझै पनि। तर पछिल्लो समय चाहिँ अब अलिकति यो
नयाँ नयाँ टेक्नोलोजी पनि आयो धेरै ठाउँमा यो कम्प्युटर साइन्सहरू पनि पढ्न थाले विद्यार्थीले सबै एकदम अवेरनेस राम्रो आउन थाल्यो पहिलाको भन्दा चाहिँ अहिले राम्रो छ अहिले हाम्रा विद्यार्थीहरू सफ्टवेयर बनाउने स्थितिमा पनि छन् कोही कोहीले बनाएका पनि छन् र टिचिङ लाइनमा पनि मतलब यो बिआइसिटी पढ्दै गर्दा पनि अब हाम्रोमा त बिहानको सेसन हुन्छ दिउँसो अन्त जाहिर खाएर पनि उनीहरूले आफै म्यानेज पनि गरिरहेका छन् र अब यी यस्ता अलिकति यो नयाँ प्रोभिन्स लेभलमा आइसक्यो प्रदेश लोकसेवा अरू के आइसक्दाखेरि चाहिँ अब अझै अपर्च्युनिटी ज्यादा हुन सक्छ पहिलाको तुलनामा अब अहिले देशले पनि नयाँ पाएको छ काँचुली पक्कै फेर्ला जस्तो लागिरहेछ र अहिले जो कोही पनि +2 सकेपछि जस्तै साइन्स पढ्नु भएको छ म्यानेजमेन्ट पढाएको छ भने अब आइसिटी मात्र त हेर्दैन सिएसआइटी पनि हेर्छ बिसिए पनि हेर्छ बाहिरको युनिभर्सिटीको हेर्छ होला होइन र उहाँहरूलाई र आइसिटी नै चाहिँ यदि हेरिरहनु भएको छ भने के डिफ्रेन्स होला र के अपर्च्युनिटी होला राम्रो क्वेसन सोध्नु अहिले पछिल्लो समय चाहिँ अब टेक्निकलमा जाने भनेर विभिन्न युनिभर्सिटी पनि अहिले एकदम खोलेको छ विभिन्न युनिभर्सिटीसँग अब कम्पिटिसन पनि छ आइटीकै बेसमा कोर्सहरू राखे पनि त्यसको फ्लेभर मात्रै राख्ने हो कि अझै डिपमा जाने त्यो भएको छैन अब त्यसको लागि चाहिँ बिआइसिटीमा चाहिँ अलिकति पुरानो पनि हो र अब हामीहरू अनुभवी भएकोले गर्दाखेरि कसरी जाने के लाने पहिला कस्तो भएको थियो अहिले कसरी पहिलाको तुलनामा अहिलेको त्यो थाहा हुन्छ पिक्चर अब नयाँलाई चाहिँ अलिक थाहा हुँदैन त्यही भएर अब मेरो केसमा चाहिँ अब पहिला कस्तो तरिकाले पढाइयो त्यसलाई अलिक इम्प्रुभ गर्नु पर्यो अब यी अरू कोर्सहरू त च्यालेन्ज नै हो अब कोर्स लिन पाउँदैनन् अथवा अर्कालाई दिन पाउँदैन भन्ने कुरा होइन कम्पिटिसनको मार्ग रहेछ जसले राम्ररी चाहिँ अब कन्भिन्स गर्न सक्यो जसले विद्यार्थीलाई राम्रो देखाउन सक्यो त्यही हुने हो तर अरू कोर्स आउँदाखेरि अझ हामीहरूमा चाहिँ कम्पिटिसनको पनि भाव बढ्छ अलिकति राम्रो अझै राम्रो हुन्छ जस्तो लाग्छ यो कोर्सहरू चाहिँ नभएर मेरोमा मात्रै होस् भन्ने हिसाबले चाहिँ अलिकति मोनोटोनस नै हुँदो रहेछ त्यो हुँदाखेरि चाहिँ एनर्जी अलिकति आउने बिआइसिटी चाहिँ अलिक पुरानो पनि भएकोले यो अब हाम्रो क्युए सर्टिफाइड र अहिले हाम्रो थर्ड साइकलमा छ त्यो हिसाबले पनि अब क्वालिटीका कुराहरू पनि आए सर्टिफिकेटका कुरा पनि आए त्यही भएर बिआइसिटीमै आउँदा अहिले राम्रो हुन्छ जस्तो लाग्छ मलाई धन्यवाद र अर्को कुरा चाहिँ जस्तै अहिले यो एआईको जमाना छ सबै कुरा एआईले चेन्ज गरिरहेको छ र +2 पछि आफै सिकेर आफै काम गरेर पनि धेरै माथिसम्म पुगिसकेको छ अहिलेको जमाना भनेको र कोर्स नपढिकन पनि सबैको आफै पनि सिकिन्छ तर एक हिसाबले ब्याचलर कोर्स पनि इम्पोर्टेन्ट हुन्छ होइन यो एकाडेमिक पनि इम्पोर्टेन्ट हुन्छ र जो आफै पनि सिकिरहेको छ र एकाडेमिकको लागि पनि चाहिन्छ नि त त्यसको लागि पनि बिआइसिटी ठिक हुन्छ जस्तो लाग्छ हजुरलाई कस्तो लाग्छ अहिलेको अहिले यसो अहिले हेर्दाखेरि हाम्रा विद्यार्थीहरू अब फुल्ली अब आफै चाहिँ प्यारेन्ट्ससँग डिपेन्ड गर्न नसक्ने आफैले गर्नुपर्ने पनि छन् र त्यो पनि राम्रो कुरा हो आफूले गर्ने अब अहिले चाहिँ कस्तो छ भन्दाखेरि एकाडेमिक उसको लागि एक्सलेन्सको लागि चाहिँ अब हामीहरूले डिग्री गरेको नभए त उस्तै पढ्दाखेरि चाहिँ वेबसाइट बनाउनेदेखि लिएर अरू जेनरल फोटोसपहरूमा काम गर्नेहरूले राम्रो अर्निङ गरिरहेको छ अहिले डेस्कटप पब्लिसिङहरूको तर अब त्यो भन्दैमा यता एकाडेमिक भइएन भने चाहिँ गाह्रो हुन्छ भोलि इन्टरनेसनल युनिभर्सिटीमा जाँदा हुन्छ त्यही पनि आफूले त्यो पनि ल्याउने र त्यसको जुन रिक्वायरमेन्ट छ हामीले त्यस्तो गरेको छ कतिजना विद्यार्थीले क्लास लिन पाएन उसले यति एसाइनमेन्ट बुझाउने के गर्ने अथवा उसले एक्स्ट्रा केही टास्क दिएर चाहिँ उसलाई गर्न लगाएको छ त्यसरी पनि मानिदिएको छ तर अब त्यसको चाहिँ अब गलत गलत तरिकाले चाहिँ प्रयोग गरेको थाहा भयो भने चाहिँ त्यो चाहिँ अब हामीहरू त्यसमा चाहिँ अब टोलरेट गर्दैनौँ अनि उसले साँच्चै नै गरिरहेको छ उसको अलिकति प्रब्लम नै छ भने त्यस्तोलाई चाहिँ हामीहरूले हेरेको छ उसलाई सजेस्ट पनि उसलाई अलिकति अगाडि बढ्ने पनि हेल्पहरू पनि गर्ने गरेको छ अब सकभर चाहिँ अब आफै क्लासैमा पढिराखुन् र अलिकति त्यही अनुसार जाँदाखेरि उनीहरूलाई पनि सजिलो अब अहिले एटेन्डेन्सदेखि लिएर हरेक कुराहरू छ त्यही भएर चाहिँ त्यस्ता विद्यार्थीहरूलाई पनि सबैलाई भन्दा पनि एउटा सर्टेन उसमा चाहिँ गाह्रो परेकोहरूलाई चाहिँ हामीले त्यसो गर्ने गरेको छ र अन्तिममा चाहिँ यो बिआइसिटी पढियो सपोज जोइन गरेर पढ्नुभयो सक्नुभयो त्यसपछि चाहिँ के रहेछ आउटकमहरू यो बिआइसिटीको चाहिँ अब हाम्रोमा त अलिक अगाडिकै हो अब फोर्थ ब्याच भयो अब सुरुका ब्याचहरूले त उनीहरूले लोकसेवामा कसैले केमा गरे अनि त्यसरी यो सिस्टममा सेमेस्टर सिस्टममा आउनेहरू पनि कोही राम्रै प्रोग्रामिङहरू सिकेर ट्रेनरको रूपमा हुनुहुन्छ
प्लस मास्टर्स पनि गर्दै हुनुहुन्छ हजुर र अब अहिले चाहिँ कस्तो छ भन्दाखेरि यो विदेश जाने उसलाई चाहिँ जस्तो राम्रो पढ्नेलाई पनि अब बाहिर चाहिँ अब एप्लाई गरेर भयो भने उसले सबै थोक छोडेर जाने त्यो छ होइन। त्यही भएर त्यही पनि अब त्यसो भनेर चाहिँ आफूले अलिकति उयो गर्नुभन्दा पनि आफूले पढेको कुराहरूमै एप्लाई गरेर राम्रो हुन्छ। अब निकट भविष्यमा सबै कम्प्युटराइज डिजिटल हुँदाखेरि त जागिर पाउने त्यस्तो हामीहरूको अहिले विद्यार्थी पढ्दै गरेका विद्यार्थी पनि टिचिङमा त सबैतिर प्रायः गर्नेले गरि पनि राखेको छ होइन। अनि अरू ट्रेनिङहरू दिने अथवा त्यस्ता एउटा विद्यार्थीले हामीलाई लाइब्रेरीको सफ्टवेयरै बनाएर दिए पहिला त्यो इयरली सिस्टममा होइन। कोही चाहिँ अलिकति धेरै त्यसतिर उ हुन्छ र अब कोही चाहिँ होइन पढ्नकै लागि मात्र पढे जस्तो मात्रै हुन्छ। तर त्योभन्दा पनि हामीहरूले चाहिँ त्यो अलिकति बाहिरै जान नपाइयोस् भने त्यसरी रोक्नुभन्दा पनि उसले यी केही गर्ने वातावरणमा उसलाई चाहिँ अलिकति मोटिभेसन गर्न सक्यो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई। र अन्तिममा जो साथीहरू यो बिआइसिटी पढ्न चाहनुहुन्छ उहाँहरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ? बिआइसिटीको बारेमा अघि पनि भने यो अब यसो एजुकेसन भन्ने बित्तिकै अलिकति नाक खुम्च्याउने बानी छ। एजुकेसनमा पनि एकदम चाहिन्छ किनभने अहिले नेपाली पढाउने मान्छे, फिजिक्स पढाउने मान्छे, इकोनोमिक्स पढाउने मान्छे भेटेको छ, सबै बाहिरै जाने के गर्ने। तर कम्प्युटर पनि अब सबैतिर कम्प्युटर भइसकेपछि त्यहाँ प्रोफेसनको टिचिङ मात्रै होइन त्यसमा प्लस अरू पनि काम गर्न सकिन्छ। टिचिङलाई पार्ट टाइम राखेर अरू आफ्नो सफ्टवेयर डिजाइन लेखेर अथवा फ्रिल्यान्सर भएर अथवा अरू नै आउटसोर्सिङ पनि गर्न सकिन्छ। त्यसरी लियौँ बिआइसिटी पढ्नेले चाहिँ अब एजुकेसन चाहिँ यस्तो हो भन्ने होइन। एजुकेसन भनेको हामीलाई चाहिने कुरा हो। त्यही एजुकेसन पढाउने हामीले विभिन्न खालको पेडागोजी पढाउनेदेखि लिएर हरेक कुरा सिक्यौँ। त्यो पनि एउटा टेक्निकल कुरा हो। त्यसलाई प्लस आफूले चाहिँ अरू आफ्नो कुराहरू राख्ने अथवा अगाडि आफ्नो के टुल्स एप्लाई गर्नको लागि बिआइसिटी नै पढ्दाखेरि एकदम राम्रो हुन्छ जस्तो लाग्छ मलाई। हुन्छ, हस्, थ्याङ्क यू सर, टाइम दिनुभयो, धेरै धेरै धन्यवाद।